सर्वप्रथम त यसलाई हामी अहिले पोखरा र लुम्बिनीबाट अर्याखाँचीलाई जोड्नको निम्ति अब त्यो ढङ्गले अब यो सडक सञ्जालको क्षेत्रमा जोड्नको निम्ति हामी प्रयत्न गरिराखेका छौँ र अहिले लुम्बिनी सर्किटको जुन मुख्य सडक हो त्यो सडक अन्तर्गत अहिले अर्याखाँचीलाई समावेश गर्न हामी सफल भएका छौँ। र दोस्रो कुरो पोखराको पर्यटकहरूलाई अर्याखाँचीसम्म पुर्याउनको निम्ति विशेष गरेर पोखरा रेडी सुर्खेत मोटर बाटोलाई त्यसलाई व्यवस्थित गर्ने गरी त्यो योजना पनि हामी बनाएका छौँ र विशेष गरेर पोखरामा आएका पर्यटकहरू र लुम्बिनी आएका पर्यटकहरूलाई अर्याखाँचीमा लगेर राख्नको निम्ति अर्याखाँचीका अब प्रसिद्ध ठाउँहरू अहिले सुपामा पुग्ने गरेका छन्। ती मान्छेहरू गएका मान्छेहरूलाई अर्याखाँची जिल्लामै 1-2 दिन घुमाउने र 1-2 दिन अट्न सक्ने त्यहाँ रहन सक्ने खालको योजनामा अहिले हामी रहेका छौँ। हामी प्रदेश सरकारबाट र अनि केन्द्रीय सरकारबाट त्यो खालको योजनाहरू अगाडि बढाउनको निम्ति डिपिआर बनाउने कामतर्फ हामी अगाडि बढिरहेका छौँ। र त्यस्तै गरेर अब त्यो बलकोटको पौवा जुन एउटा ऐतिहासिक पौवा हो, जङ्गबहादुर आफ्नो जाने प्युठान जाने क्रममा त्यहाँ गएर बसेको र अनि उनले उनकै उसमा अगुवाईमा उनकै निर्देशनमा त्यो ऐतिहासिक खालको ऐतिहासिक कुराहरू झल्किने गरी बनाइएको दरबार अहिले पनि त्यो जीर्ण अवस्थामा छ र त्यो दरबारलाई त्यो पौवालाई व्यवस्थित गरेर लैजाने खालको हामीले सोच बनाएका छौँ र त्यसको संरक्षण गर्ने त्यसको सम्वर्धन गर्नको निम्ति हामी प्रदेश सरकारबाट थोरै भए नि हामी बजेट विनियोजन गराउन सफल भएका छौँ र त्यसको अझै डिपिआर तयार गरेर आउने वर्ष त्यसलाई अझ व्यवस्थित गरेर जाने खालका योजनाहरू हामी बनाउँदैछौँ। त्यस्तै गरेर हाम्रै क्षेत्र नम्बर 1 मा रहेको छत्र महाराजको मन्दिर अनि लामपाटी जस्ता ऐतिहासिक थलाहरू छन् र त्यस्तै गरेर मनचिन्ते पानी हाम्रो मालारानीको मनचिन्ते पानी जुन घेराको लेख भन्ने गर्छौँ त्यहाँ ऐतिहासिक खालको एउटा मन्दिर छ र त्यो मन्दिरलाई व्यवस्थित गर्ने काम पनि भएको छ र भर्खर मात्रै मालारानी गाउँपालिकाले त्यहाँ एउटा पर्यटकहरू जाने पर्यटकहरूलाई आवासको निम्ति भनेर एउटा भवन पनि निर्माण गरिसकेको छ र त्यो निर्माण कार्य अहिले पनि जारी छ। र त्यो घेराको लेख हेर्ने हो भने अहिले सिङ्गो पहाडी क्षेत्रहरूमा सबभन्दा उपयुक्त प्याराग्लाइडिङको निम्ति उपयुक्त थलोको रूपमा त्यो हामी परीक्षण गरिसकेका छौँ। प्याराग्लाइडिङको निम्ति त्यो सबभन्दा उपयुक्त थलोको रूपमा घेराको लेखलाई मानेको छ र त्यो प्याराग्लाइडिङको कामलाई पनि त्यो कुराले पनि अगाडि बढाउनुपर्छ भन्ने त्यो सोच हामी बनाएका छौँ। अब त्यो सबभन्दा ठुलो शिलाको रूपमा नरसिंह स्थानमा एउटा शिला रहेको छ र त्यो शिला वरिपरि त्यहाँ मन्दिर बनाउने काम र हाम्रो जुन ऐतिहासिक सुपा देउराली हो त्यो सुपा देउरालीमा दर्शन गर्न गएका अब धर्मावलम्बीहरूलाई हामीले अब उसमा मालारानीमा लाने खालका योजनाहरू, अर्घाको ऐतिहासिक मन्दिरमा लाने खालका योजनाहरू, त्यस्तै गरेर यता पाणिनी तपोभूमिमा लाने योजनाहरू, बलकोटको पौवा हेर्न लाने खालका योजनाहरू त्यो सर्किट मिलाउँदैछौँ। र त्यति मात्र होइन, अनि पछि गएर पाणिनीबाट पदयात्रा गर्दै नरपानी पुग्ने, नरपानीबाट मसिनाको लेक जाने, मसिना लेकबाट अर्घा जाने, अर्घाबाट त्यसपछि गएर बामरुकको त्यो जुन नरसिंह स्थानको कुरो गरिराखेको छु मैले, त्यो नरसिंह स्थानमा जाने, नरसिंह स्थानबाट मालारानीको त्यो मैले ऐतिहासिक घेराको लेख भने ऐतिहासिक घेराको लेखमा गएर त्यहाँ प्याराग्लाइडिङ गराउने र एक दिन त्यहीँ पर्यटकहरूलाई र त्यहीँ बस्नको निम्ति त्यो होमस्टेजहरू तयार गर्ने त्यो सोच, त्यो प्लानिङका साथ हामी अगाडि बढेका छौँ। र एक दिन हामी उसमा मालारानीमै पर्यटकहरूलाई राखेका पर्यटकहरूलाई अर्को दिन त्यसपछि गएर यो छहरा ऐतिहासिक छहरा छ हाम्रो खनदह र खनको बीचमा, अर्घातोसको बीचमा, तीनवटै वार्डको बीचमा पर्ने त्यो ऐतिहासिक छहरा छ जो सुन्दर छ।
त्यो वरिपरि होमस्टेजहरू तयार गर्ने, त्यहाँ लगेर त्यो छहरामा त्यो रमणीय स्थान अनि देखाउने र त्यसपछि लगेर छत्र महाराजको दर्शन गराएर अनि आएर बलकोटको पौवा लामपाटीको दर्शन गराएर सन्धि खर्क ल्याएर अहिले सन्धि खर्क शान्ति बगैँचामा ऐतिहासिक खालको पार्क निर्माण गर्दैछौँ, जुन पर्यटकहरूलाई रमणीय ठाउँको रूपमा त्यसलाई पनि विकास गरेर अगाडि लाग्नको निम्ति व्यवस्थित ढङ्गले नगरपालिकाले अहिले योजनाहरू बनाइराखेको छ र काम पनि अगाडि बढिराखेको छ। यसरी हाम्रो अर्घाखाँची जिल्ला ऐतिहासिक रूपले पनि हेर्ने हो भने एउटा इतिहास बोकेको, जुन धार्मिक र पर्यटकीय हिसाबले इतिहास बोकेको, हिजो अब खाँची र अनि अर्घामा अब ऐतिहासिक 22-24 राज्यहरू हुँदा दुईवटा उसमा राजाहरू बस्ने गरेका दरबारहरू छन्। त्यही दरबारमा अब भगवतीका मन्दिरहरू छन् जो ऐतिहासिक खालले त्यो हेर्दा हिजो तपाईहरूले पुराना बुवाहरूलाई हेर्नु बुझ्नुभयो भने अर्घाको पूर्णिमाको जात्रा भइन्छ ऐतिहासिक पात्राहरूमा नेपालबाट निकाल्ने पात्रोहरूमा समेत त्यो दरबारको बारेमा त्यहाँ त्यो पात्रामा समेत लेखिने गर्थ्यो। यस्तो एउटा इतिहास बोकेका थलाहरू हाम्रो अर्घाखाँची जिल्लामा छन्, जो लामो समयसम्म पाणिनीले अब त्यो पाणिनी तपोभूमिमा बसेर उहाँले अनि पछि गएर त्यहाँ ध्यान गर्नुभयो र त्यहीबाट उहाँले नेपाली व्याकरणको सुरुवात गर्नुभयो। त्यो नेपाली व्याकरणको सुरुवात गर्ने ऋषि समेत त्यहाँ गएर त्यो पाणिनी तपोभूमिमा गएर उहाँ ध्यान बस्नुभयो। त्यस्ता खालका ऐतिहासिक पुरातात्विक चिजहरू अर्घाखाँचीमा विद्यमान अवस्थामा छन्। त्यसलाई हामी अहिलेसम्म व्यवस्थित गर्न सकिरहेको अवस्था छैन। त्यसलाई व्यवस्थित गर्ने खालका योजनाहरू हामी प्रदेश सरकारबाट, केन्द्रीय सरकारबाट र स्थानीय सरकारबाट समन्वयमा त्यो खालका योजनाहरू हामी बढाउँदैछौँ।